अहिले हामी premiere.com टिम अब यो सबै प्रेमीहरूलाई मन्दिरमा बुद्ध भगवान्को दर्शन गराउन गइरहेछौँ जन्मभूमितिर। अब हाम्रो यो दिनेशजीले केही बोलिनुहुन्छ, अब सबै टिमहरूलाई लिएर जाँदै हुनुहुन्छ। अहिले सबै यात्रा हाम्रो राम्रो छ भन्नुहोस् दिनेशजी। यात्रा धेरै राम्रो हो र premiere.com-को मतलब सफर धेरै राम्रो हो र अहिले हामी लुम्बिनीमा छौँ र यसो ठाउँमा यसो प्रचार दुई चार ठाउँमा गऱ्यो। हजुर हो गाइस, अहिले हामी यहाँ बुद्ध भगवान्को जन्मस्थानमा आइसकेका छौँ। हामी सबैजना सत्सङ्ग प्रेमीहरू टोलीहरू। अब आमाले अलिकति बुद्ध भगवान्को बारेमा चर्चा गरिदिनुहुन्छ। कस्तो लाग्यो बुद्ध भगवान हेरेर अलिकति भनिदिनुहोस्। अब हामी लुम्बिनीमा आइरहेको छु बुद्ध भगवान जन्मेको ठाउँमा। माया देवीले सिद्धार्थलाई जन्मदिन यस्तो पुण्य भूमिमा हामी आउन पाउँदा धेरै खुसी आनन्दको कुरा भयो। पहिल्यै पालो भयो। अब ईश्वरको लीला भगवान्हरूको लीला हाम्रो नेपालभरिमै यस्तो यस्तो समयको महापुरुषहरूले जन्म लिनुभएको छ। त्यसो भएकोले हामीले यो धर्तीमा त्यो लाग्दाखेरि पनि हामी धेरै नै भक्ति मानेर भाग्यशाली भयो। बुद्ध भगवान्को जन्मस्थानमा आउनुभयो बताउनु। सबै प्रेमीहरूलाई म चाहिँ सच्चिदानन्द भन्छु। हजुर किनभने आज हामी हाम्रो महाराजजीको कृपाले नै भन्नुपर्छ। हामी कति बाटोमा दुःख कष्ट खपेर पनि हामी लुम्बिनीमा आज प्रवेश गरेका छौँ। भोलि हाम्रो महाराजजीको कार्यक्रम छ अनि आज उहाँ पनि हाम्रो शान्तिको दूतै हो। उहाँ पनि गौतम बुद्ध पनि शान्ति प्रिय पनि हुन्छ। त्यो कारणले हामी धेरै शान्ति सबैजना मनले हामी यो धर्ममा देख्न पाउँछौँ। यहाँको पत्ता पत्तामा बुद्धको आह्वान भइरहेछ। यो यहाँको पोखरीमा यहाँ हावा सबैमा शान्तिको अनुभूति हामीलाई धेरै अनुभव भइरहेछ। त्यो कारणले सबैले राजालाई बोल्नु होइन बाबाजीले बोल्नुहुन्छ। बाबा बुद्ध भगवान के जन्मस्थान में अली केहन अहाँ के अनुभव भैल पता बताओ ई नगरी में अला पर। बढ़िया भले कहल जाओ प्रेमी जी, अच्छा लागल ना? सबैलाई नमस्कार। हामी यो लुम्बिनीमा 27-28 जना आएका छौँ। 35 जना आएका छौँ। हामीलाई धेरै राम्रो लाग्यो यो लुम्बिनीमा सबै दर्शन गरेर शीतल खाना बसेका छौँ। धेरै राम्रो लाग्यो। कहिले पनि आएको छैन, यहाँबाट नजाउँ जस्तै लाग्यो।